हाम्रोतिर चाहिँ मेक्सिकनको घरहरूमा चाहिँ रातो भात खानु पाउँछ कि गाइस। रातो भातले आज भाले खानु मन लाग्यो, मेक्सिकोमा गयो, रातो भातले ल्यायो, टिकटकले पठाएको त्यो चक्कुले च्वाट 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 राम्रो राम्रो त्यसमा रातो भातले काट्यो, मरमसलाहरू सबै काट्यो, पिन्यो, फ्राई गर्यो, अनि त्यसपछि चट्ट अदुवा लसुन पिन्यो। अदुवा लसुन चाहिँ मलाई आफैले छोडाएर पिनेको मिठो लाग्छ, त्यो धुलो हाल्यो भने त्यो स्वादिलो हुन्छ। जिरा पनि म त्यसै गरेँ। त्यसपछि प्याजलाई रातो हुने गरेर फ्राई गरिदियो, त्यसमा सबै चाहिने मरमसला, जिरा, तेजपत्ता, ल्वाङ, सुक्खा सबै हाल्यो। फ्राई गरेको प्याजलाई प्लेटमा निकालेर राख्यो। मासु हाल्यो, त्यो मासुलाई मजाले फ्राई गरियो। हर त्यो अदुवा लसुनको बास्ना प्लस त्यो ल्वाङ सुक्खुको बास्ना पनि आइरहेको थियो। त्यसपछि बेसार हाल्यो, बेसार हालेपछि एकदम त्यसमा राम्रो फ्लेभर देखियो। अलिकति आफूलाई चाहिने जति खोर्सानी पनि हालिदियो, त्यसमा अदुवा लसुन पिनेर राखेको त्यो सबै हाल्यो, एकदम मिठो। त्यो टिकटकको चक्कुले काटेको त्यो चाहिँ एकदम राम्रो पिस देखेको थियो गाइस। सबैले चक्कु चाहिँ किन्नु होला, एकदम राम्रो सस्तो डिलमा छ नि। मासुको पिस राम्रो खाना पनि मजा आउँछ, स्वादिलो हुन्छ। अनि त्यसपछि मजाले पकाइयो होइन, अन्तिममा मासु पाक्यो, सबैजना मिलेर खाइयो गाइस। थ्याङ्क यू भेरी मच फर वाचिङ माई भिडियो, लभ यु। सबैले लाइक कमेन्ट सेयर गरिदिनु। तर टिकटकको चक्कु चाहिँ सबैले किन्नु नि।